हेलो सबैजनालाई। हामी चाहिँ हाम्रो भाइहरू बडा भाइहरूलाई टिका लाउँदैछौँ। कतिजनाले चाहिँ दिदीको छोरा चाहिँ छोरा हुने रे अनि दाइको छोरा भाइ कसरी हुन्छ भन्नुहुँदो रहेछ। मलाई चाहिँ थाहा थिएन। मैले चाहिँ अस्ति भर्खरै मेरो अफिसमा दिदीहरूको कुरा सुनेको थिएँ कि अनि मलाई त अचम्म लाग्यो। हामीलाई त अब पहिलादेखि नै त्यही सिकाउनु भएको छ होइन। फुपू चाहिँ भन्नलाई मलाई नि अलि राम्रो लाग्दैन अनि फुपू भन्दैन दिदी भन्छ। अझ मलाई त मामु दिदी भन्छ कि दुइटै बाबुहरूले। अनि अर्को दिदीलाई चाहिँ फुपू नै भन्छ। जे भने नि ऊ चाहिँ हो। मलाई चाहिँ फुपू भन्दाखेरि अलिक टाढाको जस्तो लाग्छ कि। तर किन टिका लाउने भदालाई, ऊ पनि त छोरा हो। दिदीको छोरा भएपछि दाइको पनि हामीले छोरा नै मान्नुपर्छ भन्ने कुरा हुँदो रहेछ। हामीले चाहिँ हाम्रो मम्मी बुवाहरूले या अब मम्मीहरूलाई नै पहिला त्यही अनुसारले सिकाउनु भयो होला। हामीले चाहिँ त्यही नै मान्छौँ, भाइ नै मान्छौँ। अनि अब टिका कसले लगाइदिने त? दुइटै छोरा भयो होइन। अब भोलि भाइको बिहा गरेर भाइबाट छोरी भयो भने सायद अब बहिनीले अर्को लगाइदिन्छ होला। तर अहिलेसम्म चाहिँ हामीले आफ्नो भाइलाई अरूलाई टिका लगाउन नदिकन हामीले नै लगाइरहेको छौँ होइन। सबैजनाले चाहिँ फुपूले टिका लगायो भन्नुहुँदो रहेछ कि। अब टिका त लगाइन्छ नि, फुपू भएर हक पाएको हो नि त त्यो त अधिकार। मेरो दादाले हामीलाई तिमीहरू नै लाऊ भनेर भन्नुभयो। अझ भान्जीहरूले लाउने हामी भाइलाई भन्दै थियो। मेरो दादाले तिमीहरू छन्जेल तिमीहरू नै लगाउने हो भनेर भन्नुभयो। भोलि भने को कहाँ पुगिन्छ कस्तो हुन्छ है आफ्नो उसमा छ। तर आजसम्म चाहिँ हामीले आफ्नो भाइहरूलाई चाहिँ हामीले नै टिका लगाइरहेको छौँ। अनि अब दुईजना दाजुभाइ हुनुहुन्छ मेरो होइन। अनि जेठो दाइको दुइटा छोरा भयो। छोरै छोरा भएपछि बहिनी छैन, दिदी छैन। अनि कसले टिका लाउने भन्दा हामी फुपूहरूले लगाइदिइरहेछौँ। अनि घेर्नलाई पनि एकैचोटि घेर्न मिल्दैन भनेर चाहिँ दादालाई एकचोटि पानीले घेर्छौँ होइन। अनि त्यसपछि फेरि बाबुहरू दुइटालाई फेरि अर्कोचोटि गर्छौँ कि हामीले चाहिँ यसरी लगाउने गरेको छ। अब सबैजनाको एउटै नियम चाहिँ नहुँदो रहेछ। यहाँ काठमाडौँमा चाहिँ मैले एकजना दिदीको सुनेको थिएँ कि हुन त हो जस्तो लाग्यो। हुन त हामीले अब दिदीको छोरालाई चाहिँ छोरा हो खुट्टा रोग भन्छ, भाइलाई पनि खुट्टा रोग भन्छ। अब अर्को किसिमले भाइ त भाइ हो नि भनेको जस्तो नि हुन्छ हामीलाई है। यिनीहरू चाहिँ मेरो मुटुको टुक्राहरू हो। धेरै माया लाग्छ। मक्ख परिरहेछन्, ज्ञानीबाट टिका लगाइरहेछ। अर्कोले चाहिँ रङ देखेर होली खेल्न लागेको जस्तो भइरहेछ। त्यसलाई होली लगाइदिउँ, ह्याप्पी होली गरौँ भन्दै बसिरहेछ कि। ल यस्तो भयो हाम्रो चाहिँ भाइहरूसँगको तिहार। थ्याङ्क यू फर वाचिङ।